देशको भ्रष्टाचार रोक्छु भने 5 दिनमा रोकिन्छ भन्नुभएको छ। तर उहाँ प्रधानमन्त्री हुनुभएको 60 दिनभन्दा धेरै भइसकेको छ। यो 60 दिनभन्दा धेरै दिनहरूमा पनि उहाँ अहिले मौन हुनुहुन्छ। अरूलाई आरोप लगाउनु कति सजिलो छ र अहिले आफै सरकारमा हुँदाखेरि यति मौन हुनुहुन्छ। अहिलेसम्म रोकिएन त तपाईँको भ्रष्टाचार। अब केपी ओली आफूलाई राजनीतिको एक्का र घमण्डको जन्मदाता सम्झिने केपी ओली आफै म दोषी हुँ, मलाई कारबाही गर सरकार भनेर कठघरामा उभिएला नि त। नेपालको राजनीतिमा मुर्रा केपी ओलीबाट भित्रिसकेको छ। अब वर्षौंदेखि भारतको कब्जामा रहेको नालापानी लिम्पियोधुरा लिपुलेक सम्माननीय प्रधानमन्त्रीबाट नेपालको नक्सामा जोडिएला भन्ने आशा निराशा बनिसकेको छ। यो मात्रै होइन, धेरै आशा थिए तर सबै आशाहरू निराशा बन्दै गएका छन्। सम्माननीय प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको 2 महिनाभन्दा धेरै दिन भइसकेको छ। अब त्यो 2 महिनाभन्दा धेरै दिनमा पनि उहाँ यतिकिन मौन बन्नुभएको छ। देश विकास गर्नको लागि प्रधानमन्त्री बनाइएको थियो, उहाँलाई त्यसरी प्रधानमन्त्रीको कुर्सीमा बस्नको लागि होइन। नेपालको राजनीतिमा मुर्रा भित्रिन्छ तर भारतले लगेको नालापानी लिम्पियोधुरा लिपुलेक नेपालकै हो भन्ने दर्जनौं प्रमाणहरू छन्। तर ती प्रमाणहरू हुँदाहुँदै पनि सरकार किन चुपचाप छ, यो विषयमा आम जनताले आलोचना गरिरहेका। अब केही समय अगाडि उहाँले बोलेको यो एउटा क्लिप हेर्नुहोस्। देशको भ्रष्टाचार रोक्छु भन्यो भने 5 दिनमा रोकिन्छ, फरकै पर्दैन, 5 दिनमा रोकिन्छ। खुला छोडिदिएर न भ्रष्टाचार भएको छ, कन्ट्रोल गर्ने हो भने कसरी भ्रष्टाचार हुन्छ? यो क्लिपमा उहाँले देशको भ्रष्टाचार रोक्छु भने 5 दिनमा रोकिन्छ भन्नुभएको छ। तर उहाँ प्रधानमन्त्री हुनुभएको 60 दिनभन्दा धेरै भइसकेको छ। यो 60 दिनभन्दा धेरै दिनहरूमा पनि उहाँ अहिले मौन हुनुहुन्छ। अरूलाई आरोप लगाउनु कति सजिलो छ र अहिले आफै सरकारमा हुँदाखेरि यति मौन हुनुहुन्छ। अहिलेसम्म रोकिएन त तपाईँको भ्रष्टाचार। तपाईँका सरकारले अहिलेसम्म के काम गर्यो? तपाईँ अहिले किन मौन हुनुहुन्छ? यो जनताले प्रश्न गरिरहेका छन्। भनिन्छ नि, जब कुकुर गन्तव्यमा पुग्छ तब उसले गन्तव्यमा नपुग्नुभन्दा अगाडि गरेका कार्यहरू बिर्सिँदै जान्छ, अगाडि खाएका फोहोरहरू बिर्सिँदै जान्छ, उसले मिठो मिठो खोज्छ भनेको यस्तैलाई भनिन्छ। अब उहाँले केही समय अगाडि केपी ओली राजीनामा दिएर भाग्दै गर्दाको भन्नुभएको यो क्लिप हेर्नुहोस्। राजीनामा दिएर हुँदैन, नैतिकताको रूपमा पतन भयो। राजीनामा दिएर मात्रै हुँदैन, यो हत्याको जिम्मा लिएर कठघरामा उभिनु। यो क्लिपमा उहाँले प्रश्न भन्नुभएको छ कि राजीनामा दिएर मात्रै हुँदैन, घाइतेहरूको जिम्मा लिएर कठघरामा उभिनु। अब केपी ओली आफूलाई राजनीतिको एक्का र घमण्डको जन्मदाता सम्झिने केपी ओली आफै म दोषी हुँ, मलाई कारबाही गर सरकार भनेर कठघरामा उभिएला नि त। अब अर्को कुरा, मिडियामा बोलेर मात्रै होइन, यदि कारबाही गर्नु नै थियो भने कारबाही प्रक्रिया अगाडि बढाउनु पर्दैन, ठाउँको ठाउँबाट समातेर ल्याएर भित्र छिराउनु पर्दैन। अब यो एउटा क्लिप हेर्नुहोस्। सुशीला कार्की 4 महिना भयो कुर्सीमा बसेको, अहिलेसम्म के गर्यो? के भुत्ला उखाल्यो? अब उहाँले प्रश्न भन्नुभएको छ, ए सुशीला कार्की 4 महिना भयो कुर्सीमा बसेको, अहिलेसम्म के गर्यो? हुन त केही पनि गरेन। अहिलेसम्म मौन छ सुशीला कार्कीको सरकार। आम जनताहरू यसरी सामाजिक सञ्जालमा आलोचना गर्दै आम जनताहरू सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीमाथि खनिएको अवस्था छ। कतिले त राजीनामा समेत दिनु पर्यो भनिरहेका छन्। अब यसै गरी देश बिगाड्ने हो भने, अलिकति उकालोतर्फ लागेको देशलाई पनि तल ओह्रालोतिर झार्ने हो भने देश कुनै बेलामा सिद्धिन र बेचिन पनि बेर छैन। हुन त दर्जनौं देश बिगाड्नेहरू नेपालमा जन्मिएका छन्। आफू सरकारमा नहुँदा यसले यसो गरेन उसो गरेन भनेर आलोचना गर्नेहरू अहिले आफै सरकारमा हुँदाखेरि 5 दिनमा रोक्छु भन्ने भ्रष्टाचार 60 दिनभन्दा पनि बढी भइसकेपछि नरोकेको अवस्था छ। आम जनताहरूले आलोचना गरिरहेका छन् अहिले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई। आलोचना नगरून् पनि कसरी? मिडियामा जे पाए त्यही बोलेर आफूले कारबाही गर्न नसकेको अवस्थामा उहाँ आउनु पर्यो भनेर केपी ओली कहाँ आउँछन् होला त? केपी ओली आफूलाई राजनीतिको शासक बताउने केपी ओली त्यसरी पक्कै पनि आउँदैन। त्यो तपाईँ हामी सबैलाई थाहा भएको विषय हो। अब आउनु पर्यो भनेपछि उहाँले केपी ओलीलाई कारबाही गरेर ल्याउनु पर्दैन? अहिलेको र पहिलेको राजनीति हेर्दा कति पनि फरक देखिँदैन। नेपालको कानुन दैवले जानुन् भनेको यही नै हो। नेपालको राजनीति मुर्रा भित्रिन्छन्, नहुने चिजहरू भित्रिन्छन्, नराम्रा कुराहरू भित्रिन्छन्, देश बेच्ने काम भइन्छ, देशलाई ओह्रालो झराउने काम गरिन्छ, देशलाई उकालोतर्फ लैजाने काम गरिँदैन। बरु त्यो उकालोतिर गएको स्वाभिमानलाई पनि तल खुट्टाको पैतालासम्म झराउने काम हुन्छ हाम्रो नेपालको राजनीतिमा।